साथीहरू गुड आफ्टरनुन। आज चाहिँ म गहुँको जमराको जुस बनाउँदै छु। हजुरहरूले पनि यसरी जमराको जुस बनाएर खानुभयो भने हेल्थलाई धेरै बेनिफिट्स मिल्नेछ। जमराको जुस हामीले नियमित प्रयोग गर्यौं भनेदेखिलाई हाम्रो शरीरलाई सफा राख्ने काम गर्छ, हाम्रो शरीरमा ताकत बढाउने काम गर्छ, पेटलाई सफा गर्ने काम गर्छ र यसले खानाहरू पचाउनुमा पनि मद्दत गर्छ। जस्तै ब्लड प्रेसर, ब्लड सुगरहरू भयो, यसलाई ब्यालेन्समा राख्ने काम गर्छ र छोरी मान्छेहरूलाई धेरै मात्रामा अहिले फिजिकल प्रब्लम्सहरू हुन्छ, त्यो प्रब्लम्सहरूलाई सल्भ गर्ने कामहरू गर्छ र हामीलाई अब कति ठुलो बिमारहरू, क्यान्सरहरू जस्तो बिमारहरूबाट पनि यसले हामीलाई बचाउने काम गर्छ र हामीले यसलाई बिहान बिहान खाली पेटमा 4-5 चम्चा जुसमा अलिकति निम्बुको रस र बिरे नुन मिक्स गरेर हामीले डेली खायौँ भनेदेखिलाई चाहिँ यसले हाम्रो हेल्थलाई चाहिँ धेरै मात्रामा बेनिफिट्सहरू दिने गर्छ र यो जुस खाएपछि चाहिँ हामीले आधा घन्टासम्म केही पनि खानु भएन र हामीले आधा घन्टा बाद मात्रै हामीले खानाहरू भयो या चाय चियाहरू भयो जे पनि हामीले खान सक्छौँ। थ्याङ्क यू।